नमस्कार सबैलाई। आज साउन 29 गते शुक्रबारका दिन हामी चाहिँ मण्डनदेवपुर त्यसपछि पाँचखाल समाज कल्याण हुँदै बनेपा निस्किने यो बाटो प्रयोग गऱ्यौँ। यो चाहिँ खावा धुहेल सडक खण्डको वैकल्पिक बाटो हो। अब सबै बाटो राम्रो भए तापनि दुईटा ठाउँ चाहिँ विशेष पानी पर्दाखेरि चाहिँ यहाँ चाहिँ समस्या हुने गर्दछ। एउटा जोरपाटी नजिकको ठुलो खोला, त्यसपछि अहिले एउटा पुल बनाएको छ पनि त्यो ठाउँमा चाहिँ निकै हिलो हुने गर्दछ। र त्यसपछि यो भयो पट्टा नजिक घाट नजिक रहेको यो ठुलो खोला है त। यहाँ चाहिँ निकै रिस्क मोलेर यसरी बाइकहरू आउनु पर्ने हुन्छ। यसको विकल्पमा एउटा सानो एउटा पुल पनि छ है त। अब मैले चाहिँ अहिलेसम्म दुईचोटि चाहिँ त्यो माथिको सानो मान्छे हिँड्ने एउटा पुल छ अनि गोरेटो बाटो छ जबरजस्ती त्यहाँबाट चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ, त्यहाँबाट ल्याउने गरेको छु। र आज चाहिँ यसो हेरेँ, अरू बाइक एक दुईवटा बाइक गएपछि म पनि सँगै यो खोलाबाट नै बाइक कुदाएर ल्याएँ है त। अब पानी धेरै परेकोले खोलामा बाढी ठुलो आएको थियो। यो सानो बाटोबाट चाहिँ यसरी बाइकहरू पनि निकाल्न सकिन्छ, तर अलि गाह्रो छ, बाइक उक्लिन नि गाह्रो छ। मान्छे हिँड्ने बाटो हो, बाइक कुदाउने होइन। यो पुल पनि मान्छे हिँड्ने पुल हो। त्यसैले सम्बन्धित निकायको चाहिँ यसमा ध्यान जाओस् भन्न चाहन्छु। र घर फर्किँदासम्म अँध्यारै भइसकेको थियो, झमक्कै साँझ परिसकेको थियो।